बिहानको 5:30 भएको छ बाबु चाहिँ अब निन्चा ओहायो गोजाइमास ओहायो गोजाइमास ओहायो गोजाइमास मम्मी त अब काममा जाने हो नि त निन्चा अच्छा माउने इत्तेरासाई निन्चा वाह इत्तेरासाई त्यति नै बाई बाई गर्ने मम्मीलाई हामी चाहिँ सुतामा अब है तर मामालाई मस्ते मामा सिगोतो निको गर मस्ते आगे मामा सिगोतो निको गर आरिगातो जा मामा इत्तेरासाई ओके यो चाहिँ आजको हाम्रो मन्दिर गणेश भगवान सबैजना भगवान हुन्छ यो चाहिँ ड्रागन भगवान भएन र हाम्रो चाहिँ भर्खरै पूजा पाठ कार्यक्रम गरेर भ्याइएको छ निन्जा नमस्ते सीता नमस्ते सीते नमस्ते चान्त नमस्ते सीते ओके र नेक्स्ट चाहिँ छ बाबुलाई माम खाने तिमी त स्कुल जाने हो ओके स्कुल जाने हो नि त बाबु त लेट्स गो फर इट द ब्रेकफास्ट वाउ मेरो बाबुको बिहानको ब्रेकफास्ट खाना भइरहेको छ है हायो गोजाइमास आम्मा आम्मा गराइ ल आम्मा आम्मा आय 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 दुख्यो के लाग्यो अब यस्तो अनुहारभरि फेसियल क्रिम हो भर्खरै म चाहिँ बाबुलाई छोडेर आएको स्कुल होइन किनभने बाबु भयो भने काम गर्न दिन्न नि त त्यो 9, 10, 11, 9, 10, 11, 12 3 घन्टा मात्रै विकेन्ड छोडेर आएको होइन फेरि अहिले एकछिन बजीसम्म फेरि म लिन जानेछु र कान्छीले चाहिँ यहाँ यो के भन्छ कान्छी भुटुवा र यहाँ तेलको अब रोटी बनाउनुको लागि चाहिँ यहाँ तेल तताउँदैछ होइन र त्यही नै हो यताउति तताएर फेरि म पनि फेरि यहाँ के भन्छ मेरो भागमा चाहिँ चिकन ग्रिल बनाउने परेको छ नि 3 तला छ चिकन ग्रिल चाहिँ मैले गर्ने हो र अब सबै त भिडियोमा के देखायो भने फेरि एकैचोटि लास्टसम्म सब फिट एन्ड फाइन होइन सब ट्याकटुक गरिसकेपछि देखाउँछु किनभने एकदम इनर्जी नै छैन क्या कसम हिजोबाट काममा लोड परेर होइन अनि फेरि बिहान फेरि 6 बजी उठ्यो होइन त्यही भएर खासै इनर्जी नै छैन त्यही पनि अब दसैँको माहौल छ विदेशमा भएछ नि यस्तै त नि होइन अब किनभने अब गाउँघरतिर भएको अब यताति सबैजना हाहुल्ला गर्छ अनि रमाइलो हुन्छ नि त यहाँ त अब आफ्नै कोठामा 2 जना मात्रै बुढाबुढी अनि बाबु स्कुल गएको छ फेरि आज नि हामी फेरि टिका लाउँछ त बहिनीहरूको घरतिर जाने होइन किनभने अब सबैजना सँगै मिलेर लगायो भने दसैँ जस्तो रमाइलो हुन्छ नि त सो किप वाचिङ द ब्लग एन्ड इफ यु आर न्यू इन माई भिडियो प्लिज डु नट फर्गेट टु सब्सक्राइब माई च्यानल सो लेट्स कन्टिन्यू अच्छा बाबु ओके फाइनली हामी चाहिँ रेडी भइसकेका छौँ र नेस्का चानो क्योनो ड्रेसअप कन्ना खान्जी त पापा न ड्रेसअप कन्ना खान्जी निन्चा नमस्ते गरिदियो कन्निचिवा ओके र फाइनल्ली हामी निस्किसकेका छौँ होइन बहिनीको घरतिर र मैले चाहिँ सुरुमा चाहिँ मेन्सन गर्न बिर्सेँ किनभने आज जाने बहिनीको छोरीको क्याइना चान होइन कान्छी कियाना चाङको चाहिँ भात खुलायो होइन र दसैँ प्लस भात खुलाइ के भन्छ डबल धमाका हुनेवाला छ रमाइलो हुनेवाला छ र हामी चाहिँ अहिले टक्क बेन्तेन्चोमा छौँ होइन बेन्तेन्चो टु यानुसाता स्टेसन 45 मिनटको ड्युरेसन छ फेरि वहाँ गएर फेरि भिडियो सुट गर्नेछु ओके राइट टाइम टु टेक द ट्रेन लेट्स गो
ओके र हामी ट्रेनबाट झरेर अब जाने नजिक आइपुगेका छौँ होइन खै म अगाडि जान्छ है त खावाई ओ क्विक क्विक लेट्स गो लहाए भना छैन ल ओके बाबुले चाहिँ आफ्नो बाबु लिएर आएको छ यहाँ हिमाल चढे जस्तै छ पहाड सही छ ओ सासीबुढी है भाइ नमस्ते नमस्ते कैचा कैचा ओ रमायो है रमायो रमायो रमाको सानो लाइनमा त्यस्तै किनिदिने भनेको क्या चिङ 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 नभएछ रमाएको ए हो र अभी खुसी भएको खुसी भएको खुसी भएको ल दिदीको बहिनी रङ्गले हाल ल बाबु खोइ कमाल कहाँ गयो ओके र हाम्रो चाहिँ अब यहाँ रेडी हुन लागिसकेको छ है टक्क टिकाको डेकोरेसन हुँदैछ फुल टिका जमरा कोचिमिते पेन्चा पनि आइछ है हेर्नुहोस् म एउटा नमस्ते गला नमस्ते निकाइ जान हैन अनि क्याइन चाङको अन्नप्रस्थान कार्यक्रमको डेकोरेसन पनि चाहिन्छ सो लेट मी सो यु गाइज 84 व्यञ्जन खाना होइन जो आज तपाईँहरूले देख्न नदेख्नु भएको मेरो भ्युअरहरूलाई म देखाउन जाँदैछु 84 व्यञ्जन सारा सलो मसमै सब थरी थरी सर मेरो क्यामेराले नै क्याप्चर गर्न सकेन कि र आजको हाम्रो जनता पार्टिसिपेट गर्ने जनताहरू है किरण ब्रो सुन्ता बहिनी निन्चाङ कमल भाइ कान्छी अनि केना चान चाहिँ सुत्दैछ अनि एउटा भाइ चाहिँ अझै आउन बाँकी छ है अनि मनी के रहेछ ए पहिला तिमी होला नि पहिला तिमीलाई दाइले लगाइदिने होला नि के जिम्मा खाएन कि अब मैले फसल लगाउनु सेकेन्ड लगाए नमस्ते गाला नमस्ते गाला टिकटक पनि हाल्नु थापी थापी गर ल उज्याली लिएर सुरु गरे त ल ल आशीर्वाद दिन आउँदैन है मनमा ओके सधैँ राम्रो हुँदै जाओस् है ओके भाइ बुहारीको नानीको छोरीको तिनजनाको प्रगति उन्नति अझै आजभन्दा भोलिभन्दा पर्सि होइन हाम्रो यस्तै हुन्थ्यो ड्याडले चलाइरहेन पैसा छन् बाबु खाने होइन कि टिका खानु हेर बाबा आगे हेर ल नमस्ते हात नथापे हुन्छ होला ल फोटो देखिन्छ सधैँ राम्रो ओ ज्ञानी हुनु भइकन राम्रोसँग है ज्ञानी भएर बस्नु पर्ने धेरै माम खानु अब मोटाउनु पर्छ है अब अझ ठुलो हुनुपर्छ हेल्दी हुनु हेर न रिसाएको त्यहाँ कति स्वाहा खै यता हेर परे भयो अगाडि कपाल आइछ है भन्छ यो जमानामा आरिगातो गोजाइमास इत्ता चाटाइसास त आरिगातो गोजाइमास आरिगातो गोजाइमास कमल पनि छ कानमा लगाउला ए पी दसैँ भन निन्चनको फर्स्ट दसैँ है टिका लागेको त्यो पनि जाएर दज ओके
ओके हामी उठ्ने हो चाँडै खुमारी होस् है चाँडै जे होस् बिहानी हुने र होइन बिहानी गर्नेहरू अनि राम्रो केटी होइन एकदम राम्रो मिल्ने जीवनसाथी पाओस् जीवनसाथी पाओस् श्रीमती प्रगति होस् अरू त के भन्ने हो र पैसा सबको त ल हामी भात ओ पोखी केही छैन ल ए दुर्गा चाहिँ रक्षा गरून् हो भद्रकाली कपालिनी ल कान्छीले धेरै धेरै राम्रो होस् स्वास्थ्य सुविधाजनक होस् स्वास्थ्य सुविधाजनक सुविधाजनक भयो भने मैले दुःख पाउन नि त रोग ब्याध नलागोस् मैले भनेको मानेस् मलाई मिठो मिठो बनाएर खुवाएस् अनि ल है अब राम्रो गर्नु नरिसाउनु मैले भनेको मान्नु भद्रकालीले रक्षा गरून् अब आँट दियोस् होइन ल यो चमराको फुल लाएर ए कसो हो पहिला चमरा हाल्न दिने हो के रहेछ यहाँ अचानक घर ढुक्क होस् भेटेको ल प्रसाद धन्यवाद आयुष्मान भाव ए छोरीलाई मेरो सानोलाई टिकी लगाइदिन्छु फर्स्ट टाइम दसैँको है पहिलो दसैँ टिका पहिलो चाहिँ लाउँदैछ मेरो बाबुले विकेन्डमा धेरै झगडा नगर्ने माम चान्त खानी चान्त जिखान्दोरे नि गोहान ताबेतेने न यी कोनिस्तेने दे बाबुलाई रक्षा गरून् भगवानले आन्टी तपाईँको पुगोस् हिँड्दाखेरि ठेस नलागोस् ल यति साइको भयो जमरा देऊ ओके आइ दज ल आउँछ नि ल ए ल दज नेन्छ अहिले परे आगेहरू दज आगे मास आइ दज मेरो बाबुलाई ल ओ कानी दे ल खुट्टा ढोकाछु मेरो बाबु ग लास्ट इयर अब दसैँको टिका लाउन पाएको थिएन अब योपालि लाउन पायो ल ल भद्रकाली कपालिनी दुर्गा चुनी रक्षा गरून् यो वर्ष बिहा होस् हिँड्दाखेरि ठेस नलागोस् काम गर्दाखेरि केस नलागोस् कसो हो काम अब सिउसोको राम्रो ठाउँमा होइन गरेर टक्क लाएर पैसा ज्याम कमाएर आफ्नो लाइफ सेटल गर्ने त्यही हो अरू त अब आफूले मेहनत गर्ने भगवान्ले बाटो देखाइहाल्नुहुन्छ ल रोगबाद नलागोस् निरोगी होस् त्यही नै हो एकदम आशीर्वाद देखिदिएको नि त अनि धन्यवाद यो पैसा त आयो है पनि यही पैसा पो हात लाग्यो खुट्टा कहाँ खुट्टा ढोकाउने हो भाइको नि मेरो खुट्टा ढोकाउने त हुन्छ तिमीले मेरो खुट्टा ढोकाउने है दाइलाई ढोक्ने होला नि कहाँ धाइ खुट्टा यस्तो मात्रै गर्ने गरे यस्तो मैले त मन मनाइदिन्छु मलाई त्यस्तो भन्न आउँदैन है सुन्ने नै अलि चाहियो लाको चमडा त ओके पैसा यही हो पैसा के खेलिरहेको राख्नु तपाईँले त्यो ए रान्छ हो फेरि ए उठ्ने होला नि होइन खुट्टा ढोग्याएन रे ल किताबबाट घचार्दै रहेछ कि फेरि किन होला भनेको बस्नु त उताबाट ढोका नानी किनभने देख्दैन संसारले यस्तो ठिकै छ
हाई दोजो जापानिज वाला भाग्यमानी बस त्यति अति गर्न त पर्थेन नि अलि यता भयो भयो के गर्नु खिच्नु पर्दैन फोटो ओके 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 यस्तो त जिउ जान गरेछ मैले भनेर ओके र फाइनल्ली हामीले टिका लगाएर भ्याइसकेका छौँ केही नचा बाबु नि उठ्यो हामी त टिका लाग्यो बाबु सुतेको सानो सुतेर अनि हामीसँगै टिका लाउनु हुन्थ्यो ओके र अब चल झरेर खाना खाने कार्यक्रम गर्दैछ बाबुले चाहिँ यहाँ पैसा पुरा पोको पारेर होइन पुरा पारामा ल्याउ 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 साटम डलर हो यो स्याबास आरिगातो गोजाइमास छोरो च्यान्ला बस्न मिल्छ त यहाँ मिल्दो रहेछ त उसमा के अनि त पुयाक्समा त यस्तै देखाएको देखाउनु त हामीलाई हरायो क्या अरू भाइ त खुसी पुग्यो अन्त 2 स्टेसन अल्छमा हे कान्छु नाचिनस् मेसेज आएको छ भाइ हरायो यो पनि खिच्यो सानो मान्छे टोपी त डेन्जर रहेछ नभयो आप्पा आउनु मन परेछ आप्पा आउनु मन परेछ एकछिन दिनु त